नमस्ते, म केबी सार्की अर्थात् फेरि राइटर होइन। आज यो भिडियो बनाउनुको अर्थ के हो भने मैले भनेको थिएँ सामाजिक सञ्जालमा व्यवस्थित भएर जाउँ भनेर। त्यही भएर सामाजिक सञ्जालमा एउटा कार्यक्रम पुराना दिनका कुरा लिएर आउँ भन्ने भइरहेछ होइन। यो कार्यक्रम हरेक हप्ताको शनिबार सामाजिक सञ्जाल फेसबुक र युट्युबमा ल्याउने कोसिस गरौँ भन्ने भइरहेछ होइन। यसको मतलब मैले जुन राजनीतिक अनि सामाजिक चेतनाका भिडियोहरू बनाउँदै थिएँ ती छोड्ने भन्ने त होइन। तर खाली बस्नुभन्दा अरू पनि केही नयाँ गरौँ न त, अरूभन्दा केही फरक गरौँ न त भन्ने हिसाबले म यो कार्यक्रम ल्याउँ भन्ने सोच राखिरहेको छु होइन। हुन त मैले 10मै पढ्दाखेरि एउटा अर्को कार्यक्रमको बारेमा सोचेको थिएँ होइन, डिबेट भन्ने। मैले पहिले नै सोचेको थिएँ कि जे गर्छु त डिजिटल प्लेटफर्ममै गर्छु भनेर त्यो कार्यक्रमको बारेमा सोचेको थिएँ होइन। त्यसको लागि मैले मान्छेहरू जुटाउन सकिएन होइन। यदि भविष्यमा कोही मान्छे जुट्छन् भने त्यो कार्यक्रम ल्याउने नै छु होइन। अहिलेलाई भने पुराना दिनका कुरा लिएर आउँ भन्ने सोच भइरहेछ होइन। त्यो कार्यक्रममा पहिलाका मानिसहरूको कस्तो जीवनशैली थियो भन्ने कुराहरूलाई देखाउन खोज्ने छु होइन। अहिलेको जमानामा हरेक मानिस डिजिटल हुन खोज्छ होइन। र मलाई लाग्छ एकै डिजिटल भएर पनि काम छैन होइन, केही फरक तरिकाले सोच्न जरुरी छ भन्ने लाग्छ होइन। त्यही भएर पनि म यो कार्यक्रम ल्याउन लागिरहेको हो। मैले फेरि पनि भने आशा छ हजुरहरूको साथ सपोर्ट अनि माया मिलिरहनेछ। हस्त, धन्यवाद, नमस्ते।